साथीहरू म फेरि वचन पढ्न मन लाग्यो, पढ्छु। राम्ररी सुन्ने, मेरो आफन्तहरू छरछिमेकीहरू सबैले सुन्ने, पालन गर्ने। मैले पहिला यसरी भनेको थिएन, अब चाहिँ मलाई धेरै बाध्य भएर भनेको हो। मलाई गर्नेहरूको चाहिँ मन दुख्छ होला, तिनीहरूकै लागि मैले यो गरेको हो। साथीहरू राम्ररी सुन्नुहोस् ल। प्रस्थान 20को 12-17सम्म पढ्छु। आफ्ना बुवा र आमालाई आदर गर कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ त्यहाँ तिमीहरूको आयु लामो होस्। हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीलाई विरोधमा गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको पत्नीको लालच नगर्नु, आफ्नो छिमेकीको कमारे गोरु तथा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु। यसरी लेखेको भएर पो त यो अनुसार नभएर पो त मैले त्यस्तो भनेको त। त्यतिकै भन्छु मैले, यहाँ लेखेको छ यो अनुसार नभएर मैले यस्तो गरेको हो कि त्यतिकै होइन। राम्ररी सुन्ने, ध्यान गर्ने।